भिडियो हेर्नुहोस् त्यसपछि फन्नी कमेन्ट्सको मजा लिगौं। चलिए शुरू करते हैं। तर एउटा कुरा पनि भन्दछु म कि म नपुगे पनि मैले भनेको कुराहरू पुरा गर्छु। मैले पुग्नु पनि नपुग्नु पनि उही कुरा पर्छ। सबै जनता दाजुभाइहरूलाई मेरो तर्फबाट 10 औँला जोडीमा बिन्ती गर्दछु। मेरो बोली सुन्नु बित्तिकै कि मेरो घर दैलोमा फुलले फुटो टेकिसकेको छ भन्ने कुरा माथि विश्वास गर्नुपर्छ। चलो भाइ, एउटा घोडा त सम्हाल्न सकेको छैन, के देश सम्हाल्ला र यो मान्छेले? असम्भव। घोडा माथि गधा, गधा माथि हेलमेट, मतलब वो अलग ही लेवल का बंदा था। अहिले घोडालाई दुःख दिइरहेको छ, पछि जनतालाई दुःख दिन्छ गधाले। बात तो सही है। भाषण धेरै भयो, घोडालाई दिक्क लागेर कुन भिरबाट फाल्दिन्छ अनि थाहा हुन्छ। चुप लाग्नुस्। कहाँको दुर्बे हो, गोबर सार्नु छोडेर टाइम पास गरेको बुढीले भरे मार्ला है। उठ्यो रवाउले भन्छ।